तँलाई थाहा छ यो संसारमा 8 बिलियन मान्छेहरू छन् अनि त्यो भित्र हामी पनि पर्छौं। यो संसारमा दिनमा कति मान्छे जन्मिन्छ होला है? जन्मेर के गर्नु, सबै मर्न परिहाल्छ। यो सबै मान्छेहरू मरेपछि के हुन्छ होला? खोइ के थाहा। ओइ आज के हो एक्लै एक्लै? यहाँ राजेश बसिरहेको छ देखेन? खोइ को छ त त्यहाँ? एक्लै बसिरहेछस् त? पागल भइस् कि क्या हो? एउटा केटीले गरेर पागल भए जस्तो। ओइ जानी हैन? जानी। अब अर्को हप्ता चाहिँ पोखरा घुम्न जाउँ है। पोखरा भन्दा बरु मुस्ताङतिर जाउँ हो, त्यता चाहिँ बरु राम्रो छ नि त मौसम पनि अहिले। अहिले नजाउँ हो, धेरै चिसो छ, बेसकनी हिउँ पर्छ। जेसुकै गर, जहिले यस्तै भन्छ। मानसमा बत्ती बालेको कसरी हेर्नु खै मन परेको। के गीत गाएर हिँड्छौ? एक दिन सबैले मर्नै पर्छ नि है। यो त प्रकृतिको नियमै हो नि त। त्यसो हो भने मृत्यु के हो त? मुक्ति। मुक्ति के हो त? जसरी पिञ्जडाबाट चरा उड्छ, जेलबाट कैदी छुट्छ। त्यो त आजादी होइन र? मुक्ति भनेकै आजादी त हो नि। त्यसो भए मान्छे जीवित भएर नि मुक्ति मिल्छ त? त्यो उसको कर्ममा भर पर्छ। मतलब? सत्कर्म। त्यसो भए सत्कर्म गर्ने सबैले मुक्ति पाउँछन्? मुक्तिको लागि त पछुतो हुनु हुँदैन, अर्को इच्छा हुनु हुँदैन र भएको इच्छा सम्पूर्ण पुरा भएको हुनुपर्छ। आज कतै माथि बारदलीबाट यो सहरको आँगन चियाउन जाउँ। जाउँ त जाउँ। यो संसार भनेकै माया हो, भ्रम हो। भन्न खोजेको के हो? यो सबै खेल हो, जस्तै कि भिडियो गेम। सायद। जाठा पाखेला पौडी सरेर बम च्याउ जगी लम लमन यही हो। कुन चाहिँ जाठीले पागलै बनाएर छोडेछ नि।
सुत्ने होइन तपाईँ एकचोटि साइकाट्रिस्टलाई भेट्नु अनि कल्पनालाई नै वास्तविक हो भनेर त्यसैलाई नै यथार्थ हो भन्ने ठान्छ। यहाँ राजेश बसिरहेको छ देखेन खोइ कहाँ छ त त्यहाँ त कोही पनि छैन त पागल भएपछि क्या हो। हेर्नुहोस्, तपाईँलाई हेलुसिनेसनको समस्या देखा परेको छ। हेल्युसिनेसन के हो र यो भनेको? हेलुसिनेसन भनेको हुँदै नभएको मान्छे साथमा छ भन्ने भ्रम हुनु अनि कल्पना नै वास्तविक हो भनेर त्यसैलाई यथार्थ ठान्ने गर्छ। यस्तो चाहिँ कोही मान्छेको गहिरो सम्बन्ध र घनिष्ठताको कारणले हुन्छ।
तर मलाई त सबै ठिकै छ जस्तो लाग्छ। त्यस्तो फिल चाहिँ हुन्छ, तर वास्तवमा त्यस्तो चाहिँ हुँदैन। तपाईँ एकचोटि साइकाट्रिस्टलाई भेट्नु, व्यायाम ध्यान गर्नुहोस्, तपाईँलाई केही सहज हुन्छ। तपाईँलाई मैले केही औषधिहरू लेखिदिएको छु, यो औषधि खानुहोस्, केही समस्या पऱ्यो भने फेरि आउनुहोस्। हस् डाक्टर साहेब, अहिले म जान्छु। हस्, हुन्छ।